हाई गाइस म चाहिँ आज खाजा बनाउँदैछु है। हाई गरेछ मेरो छोराले। अनि म चाहिँ खाजा बनाउँदैछु क्या। मैले नि यसो देखेको है टिकटकमा, क्या रमाइलो लाग्यो, राम्रो लाग्यो क्या मलाई नि। अनि आज चाहिँ मेरो आज काम थियो, त्यही भएर मैले नि खाजा बनाउन तयारी गरेँ, रेडी गरेको छु। ल भिडियो पुरै हेर्नु ल। एकदमै लास्टमा चाहिँ रिभ्यू पनि दिन्छु म। लास्टै मिठो यम्मी यम्मी भएको छ क्या। यो खाजा चाहिँ जसलाई पनि हुन्छ क्या, जसले पनि खान मिल्ने टाइपको बनाइदिएको छु नि त। जसले खाए पनि हुन्छ क्या, लास्टै मिठो छ। ओके, भिडियो पुरैसम्म हेर्नु होला र इन्जोय गर्नु होला। बाई। हेर्दा त यस्तो दामी भएको छ होइन, झन् खाना कस्तो होला त, दामी भएर मिठो होला।